टुटेको कपको मूल्य धेरै नै बढी हुन्छ। जापानिजमा एउटा कन्सेप्ट छ, किन्थसुगी भन्छ। त्यो कन्सेप्टमा के गरिन्छ भने जो कप हुन्छ यदि टुट्यो फुट्यो, भाँडोहरू फुट्यो, बलहरू फुट्यो भने त्यसलाई चाहिँ गोल्डले, सुनले चाहिँ जोड्ने गरिन्छ, चाँदीले जोड्ने गरिन्छ। त्यो जुन क्र्याक हुन्छ नि बिचमा, त्यो क्र्याकमा चाहिँ सुनले जोडेर चाहिँ एउटा नयाँ बल बन्छ। त्यो बलको प्राइस मूल्य चाहिँ एकदमै धेरै महँगो हुन्छ। त्यो कन्सेप्टलाई चाहिँ किन्थसुगी भनिन्छ। हाम्रो जीवनमा पनि त्यस्ता पलहरू त आउँछन् जहाँ चाहिँ हामी एकदमै टुटिसकेका हुन्छौँ, लाग्छ अब जीवन यहीँ सकियो, सुरुवातै हुन सक्दैन। त्यसपछि हामीले आफ्नो जीवनमा एउटा नयाँ काम गर्छौँ, धैर्यता, आत्मविश्वास, आफूलाई फेरि उठाउने, होइन मैले गरेर देखाउनुपर्छ, मेरो जीवन हो, मैले आफूलाई आफूले सम्हाल्नुपर्छ, दुःखबाट निस्किनुपर्छ, आफ्ना कमजोरीहरूमा मेहनत गर्नुपर्छ। त्यसपछि नयाँ जीवन सुरु हुन्छ। त्यति बेला हामीले ती साहसका, त्यो सुनका परत जस्तै त्यो आफ्नो लाइफमा, ब्रोकन लाइफमा चाहिँ त्यो भर्छौँ र नयाँ सुरुवात गर्छौँ। यो किन्थसुगी भन्ने कन्सेप्ट चाहिँ जीवनको हरेक पाइलामा चाहिन्छ। मन परे अरूलाई पनि सेयर गर्नुहोस्।